के हो यहाँ त पुलिसको उ छ त अनि गाइस यो पनि सबैभन्दा पुरो सनसेटबाट सुरुवात गरौँ गाइस होइन यो पनि लगाइदिउँ छ भने अलि दिनहरूलाई र मलाई चाहिँ दाइले त्यहाँ केही सामान पठाइदिए भनेर म चाहिँ लिन जाँदा छु होइन गाइस के हुन्छ अपडेट हेरौँ अनि अर्को कुरो भाइ मलाई चिन्छौ भाइ मलाई चिन्छौ खोइ त खोइ पनि हेलो हेलो मात्र ल ल ल भयो ल गाइस पठाउ बोलाएको थिएँ 73 85 85 के हो तपाईँ हो ए हो त्यस्तो दाइ 73 85 माछा पोखरी हेलो भयो दाइ गाइस होइन के हुन्छ अबको हाम्रो अपडेट हामी जाँदैछौँ दाइले पठाएको सामान रिसिभ गर्न अनि हाम्रो पठाउ दाइ पनि आइसक्नुको गाइस होइन शान्तिको होइन होला के हो मलाई चाहिँ गाली गर्छन् होला क्या जहाँसम्म लाग्छ भक्तपुरदेखिबाटको माछा पोखरी आइसक्नु भएछ नि अब के हो यहाँ त पुलिसको उ छ त अनि के भएको ए होला होला गाइस के भन्न लागेको थिएँ भने मैले भक्तपुरदेखि तिमीलाई बोलाएको थिएँ अनि सामान रिसिभ गर्न उनी चाहिँ माछा पोखरी आइसक्नु भएछ म चाहिँ रुमबाट निस्केको थिइनँ कि अनि अब चाहिँ म जाँदैछु तिमीले कल गरिरहनु भएन पुलिसको गाडी थियो गाइस यो पनि पुलिसको गाडी अरे यो बाटो यहाँको छ नि यति चाहिँ घर भत्काएर भयो भने अर्को चाहिँ बनाउनु पर्ने क्या लास्ट दाम हुन्छ बेला बेलामा है दाइ त्यो नेताहरूको घर होला क्या जहाँसम्म लाग्छ मलाई फाइनली होइन अब के हो भने चाहिँ सामान चाहिँ पाइयो अनि सामान चाहिँ यही हो खै त फोटो हेरौँ अनि फेरि जाउँ अफलाइन भएको त गाइस अब कति लेख्छ अहिलेको दाइ त कहाँ गयो यार हेलो पठाउ हो होइन के गाडी लिने हो गाइस हेर्नु पठाउ गर्छु ल गाइस होइन फाइनली पठाउ पनि पाइसक्यो यहाँबाट हिँड्यो फेरि रुम जाने रुमबाट
जस्तो आकाश मुनि उभिएको यो छाती चन्द्र सूर्य जस्तै अटल मेरो आस्था साथी हावाले सोध्यो तेरो चिनारी के हो मुस्कुराएर भने नेपाली हुनु नै मेरो गर्व हो माटोको गन्धमा आमाको माया भेटिन्छ डाँडा पाखामा इतिहासको कथा लेखिन्छ रगतले सिंचेको यो भूमि पवित्र छ हाम्रो एकताले नै देश सधैँ समृद्ध छ हिमाल झै अडिग सगरमाथा जस्तै उचाइ गाइज के पठाइदिनु भएर भनेर हेर्नलाई हतार भइसक्यो है होला आया चक्लेट छ ल चक्लेट खाना आउनु होला धेरै देख्यो यहाँ घडी छ ल घडी बाबाको लागि अनि यहाँ मोबाइल छ ल त्यो चाहिँ आमाको लागि होला एक दुई दिनमा चलाउँछु त्यही हो अब निन्द्रामा उठेर गइयो निन्द्रा लागिरहेको थियो केही छैन अब उठेर काममा जानु हो खाना खानु छ ल कहाँदेखि हेर्दै हुनुहुन्छ मन पर्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला त्यही त हो ल बाई बाई सबैलाई मिठो माया है त ल चिके चिके माया तिमीलाई भन्छ नि गाइस बाई हाई बाई